guys, welcome back to our channel. आज चाहिँ हामी आएको छौं फेरि एउटा नयाँ च्यालेन्ज लिएर। आज हामीसँग के छ भन्दाखेरि प्लिज से हामीसँग तीनटा नुडल्स रहेको छ गाइज, हैन? तपाईले स्क्रिनमा देखिसक्नु भएको छ। this and this। यो चाहिँ हामीले कसरी खानी भन्दा चाहिँ हजुरलाई चाहिँ अलिकति बुझाइदिन्छौँ ट्रिकमा। पहिला म यो हाल्छु। यो चाहिँ हामीले ओके म भन्दिम त भाइले भ्याइसक्यो। ल यसको एक्सप्लेन चाहिँ प्लिज हाम्रो दिदीले गरिदिनुहुन्छ। सो गाइज आज चाहिँ हामीले एक च्यालेन्ज गर्दैछौँ के भन्दाखेरि अभियसली सम्याङ नुडल्स, डिफ्रेन्ट काइन्ड्स अफ सम्याङ नुडल्सको टेस्टमा। सो हामीसँग आज छ ब्ल्याक बी नुडल्स, हामीसँग छ 2x स्पाइसी बुलडक नुडल्स र हामीसँग छ बुलडक नुडल्स। सो अब चाहिँ हामीले के गर्छौँ भन्दाखेरि यो राखेको भरमा हामीले चाहिँ खाने होइन। सो हामीले नयाँ टेक्निक र ट्विस्ट लिएर आएको छौँ के भन्दाखेरि चाहिँ हामीसँग यहाँ तपाईँले देखिसक्नु भएको छ पेपर छ, यो ट्विस्टेड गरेर राखेको छौँ हामीले। सो यहाँ चाहिँ यिनीहरू तीनटाको नाम छ र यो तीनटा हामीले स्क्रल गर्छौँ र जसलाई जे पर्छ त्यसले चाहिँ खानुपर्छ। अहिले चाहिँ हाम्रो यो मजाले त्यो अनुसार राखेको छ होइन, तर इफ अब यो चिटमा जे पर्छ त्यो चाहिँ त्यो अनुसार खानुपर्छ। र आजको हार्नेलाई पनि पनिसमेन्ट भनेको नि यही हो, बिकज यो स्पाइसी छ, तपाईँलाई थाहै छ होइन। सो या यस ओके झर्नलाई ल ल म निकालौँ। ओके दिपेश ल ओके डन। लास्टमा मेरो छ हैन। डर लाग्यो गाइज, के होला? त्यही हो के त्यही हो? नुडल्स। के भन्नु न? नुडल्स। हजुरलाई के पर्यो भन्नु खोज्छु कि तीनटामा? भाइलाई के पर्यो? तपाईलाई के पर्यो? मलाई चाहिँ तीनटामा एउटा पर्यो। भन्नु न छिटो के के हो? नुडल्स। ल गाइज मलाई चाहिँ यो पर्यो है। के हो? 2x स्पाइसी। ओ माय गॉड। ओ ठ्याक्क म्याच ठ्याक्कै म्याचिङ हैन। ल है मलाई तपाईको म्याच हुन्छ किन हो? ब्ल्याक बी नुडल्स ल प्लेस गरेर राख्नु भएछ। सो गाइज हामीले दिइराख्नु, हामीले यो के गरे मिला राखे जस्तै भयो तर होइन है सायद गाइज। हामीले यदि हजुरले चाहनुहुन्छ भने हामीले फेरि गर्छौँ। ल तर अब चाहिँ गर्न चाहँदैन पहिला मैले चान्दा दिएको रहेछु। सो ह्यापी गाइज। यो तर हैन यो पनि पिरै छ गाइज, तर पिरै छ मेरो लागि के हैन। ल मसे पुरै हो है गाइज, पुरै जति पनि पक्समा छ यो सब हो टोटल्ली। ओ माय गॉड डबल स्पाइसी नुडल्स मलाई ठिक छ। पिरो खाने मान्छेलाई पिरै पर्छ। अब मतलब 20 यो स्पाइसी हुन्छ, यो स्पाइसी हुन्छ, त्यो स्पाइसी हुन्छ हैन। 2x अनि 2x स्पाइसी ओके ठीक छ। अलिकति झोला पनि पिरो भयो। राइट मेरो त गाइज यो ब्ल्याक पनि पिरो छ। गाइज हामी यहाँ मिक्स गर्दैछौँ। ओहो यो त सुकेर त सो यहाँ अब ढिला लगाइकन अब स्टार्ट गरौँ है। हो यस ल रेडी रेडी गाइज। गाइस हाम्रो त पिछुडा पोल्दी भयो। 3 डोला मलाई 2 and 1 go। म जित्न दिन्छु गाइस।
डेन्जर पिरो भयो 2x spicy. Guys, तेरो बुल्डोग हो मेरो 2x हो पासले ल्याएर पनि होला बाप 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 गरे Thank God guys. Black bean noodles पर्यो नाइ त आज म जान्थे म God you saved me and I love you so much. मेरो भगवान मेरो साथमा हुनुहुन्छ पिरो चाहिँ भयो तर यो जताम्याङ चाहिँ त्यस्तो स्पाइसी चाहिँ हुँदैन क्या जो सोचिन्छ नि सरी त्यस्तो स्पाइसी चाहिँ हुँदैन ल धेरै कुरा नगरिकन गाइज आजको च्यालेन्ज चाहिँ हाम्रो यही थियो धेरै कुरा नगरिकन आजलाई यति गाइज अब फेरि हामी आगामी दिनहरुमा एउटा युनिक कन्टेन्ट लिएर हामीले च्यालेन्जहरु ल्याउने छौं सो इफ तपाईहरुलाई के आइडिया छ कन्टेन्ट राम्रो कसरी गराउने भन्ने कुनै के आइडिया छ भने यु क्यान कमेन्ट अल्सो कमेन्ट पनि तपाईले गर्न सक्नुहुन्छ सो लाइक आवर च्यानल सब्स्क्राइब आवर च्यानल एन्ड लभ अस सो मच हामीलाई हजुरको माया चाहिएको छ सो हाम्रो च्यानल चाहिँ 2K अलमोस्ट भइसकेको छ तर हाम्रो च्यानल चाहिँ मोनेटाइज भएको छैन सो वी नीड योर हेल्प सो हेल्प गर्नु होला साथ दिनु होला माया गरिदिनु होला लभ फ्रम अस सो यही भन्दै आज हामी तीनजना यो भिडियोबाट बिदा माग्न चाहन्छौं तर पिरो चाहिँ बबाल भए मेरो अझैसम्म आँखा नसाइरा फ्ल्याङ्किस दिदै आज हामी बिदा हुन्छौं बाइ बाइ